हजुरको नाम? सन्जय लामा, कहाँदेखि आउनुभयो? भक्तपुरदेखि। अनि तपाईँ के समस्या लिएर बिनित प्रसेवाकाईमा आउनु भएको थियो? मेरो समस्या चाहिँ विशेष मलाई क्यान्सर भएको थियो। अनि क्यान्सर भएपछि अनि निको हुनै सकेन। 6 महिना केमोथेरापीहरू गरेँ। अनि त्यसपछि पनि त्यो लिभर ट्युमर चाहिँ निको भइरहेको थिएन होइन। अनि साथीहरूद्वारा चाहिँ अनि चर्च जानुपर्छ भन्ने कुराहरू आयो। त्यहाँबाट फेरि चर्च गएँ धेरै समयसम्म, भनौँ त्यो ट्युमर जस्ताको तस्तै थियो। अनि दिदीद्वारा चाहिँ अनि बिनी प्रसेवाकाई आएँ। अनि त्यहाँमा मिसन खोलेपछि चाहिँ अनि त्यो ट्युमरहरू पनि बेपत्ता भयो है, प्रभुलाई धन्यवाद होस्। अनि त्यहाँबाट फेरि अब निको भयो, क्यान्सर निको भयो। अनि अब बच्चाको समस्या भयो फेरि त्यहाँ परिवारमा होइन। अनि डक्टरद्वारा चाहिँ अनि मैले फेरि डक्टरकोमा सल्लाह गर्न गएँ। क्यान्सर निको भएपछि अनि बच्चा पनि चाहिन्छ, घर परिवारबाट अब समस्याको कुराहरू आयो है। अनि त्यही भएर चाहिँ बच्चाको कुरा डक्टरकोमा गर्दा चाहिँ डक्टरले चाहिँ यो असम्भव हो, किनभने पाठेघरबाट सिधै लिभर पुगिसकेको छ। अनि बच्चा हुँदैन, केही गरी भए पनि त्यो बच्चामा धेरै असर हुन्छ, बच्चा राम्रो हुँदैन। अनि बच्चाको कोसिस नगरे हुन्छ कि त ज्यान खतरामा छ होइन। अनि त्यस्तो भन्नुहुन्थ्यो। अनि त्यहाँबाट फेरि निराश भएर म घर फर्केँ। अनि फेरि बिनिप्रा आएँ। अनि बिनिप्रामा चाहिँ सबैले यहाँ दर्शन पाउँथ्यो है। अनि मैले पाउँदैन थिएँ। अनि प्रभु म चाहिँ किन यहाँ दर्शन पाउँदैन, किन मलाई छुवाइ हुँदैन भन्ने त्यस्तो आवाज मलाई हुन्थ्यो। अनि फेरि मलाई दर्शन चाहिँ सपनामा दिनुभयो होइन। परमेश्वरले चाहिँ कुनै त्यो बाइबलको होइन त्यो होइन। अनि जुन दिन तिमीले मलाई ग्रहण गरे त्यो दिनदेखि म तिम्रो साथमा छु। त्यति मात्र नभएर मेरो जीवनको अङ्ग प्रत्यङ्ग सबै चाहिँ तिम्रो निम्ति दिइसकेको छु भनेर जुन ठुलो नोटबुकमा मलाई दिनुभयो होइन। अनि म त्यही वचनलाई दाबी गरेर अनि प्रभुमा अगाडि बढेँ। अनि प्रभुले मलाई यो बच्चा दिनुभयो। भनेपछि कति वर्षपछि तपाईँले घरमा बसेर तपाईँको बच्चा भयो? 3 वर्षपछि भयो। भनेपछि शरीरमा पनि चङ्गाई पाउनु भयो, यहाँ मिसनमा आएर बच्चा पनि परमेश्वरले दिनुभयो। अनि तपाईँ मानिसहरूलाई के भन्न चाहनुहुन्छ? यस्तो समस्यामा हुने धेरै हुनुहुन्छ। अनि त्यहाँबाट फेरि यो बच्चा जन्मेपछि चाहिँ अनि आइसियुमा लग्यो होइन। आइसियुमा लगेपछि फेरि त्यही केस अगाडि आयो भनौँ न। अब आमालाई पहिला के भएको थियो, अनि बच्चा दिँदै दिएन। अनि बच्चाको समस्या के हो भन्दा पनि बच्चा धेरै ठुलो छ, अनि दुध नखाएको त्यस्तो समस्या आयो। अनि बच्चाको मेन समस्या के भन्दा पनि भनेन। अनि 3 दिनसम्म आइसियुमा राख्यो। अनि म रुँदै भनौँ न, परमेश्वरले दिनुभएको आशिष कसरी घुमाउन सक्छ होइन। अनि त्यो म पुगेँ। अनि घरिघरि आमालाई के भएको मात्रै भने कि डक्टरहरूले त्यहाँ थापखालीमा। अनि मैले चाहिँ भने पहिला यस्तो भएको थियो सिधै भने होइन। अनि पछि बच्चाको समस्या यस्तो भने। अनि लास्टमा चाहिँ मैले गुरुबालाई 9 बजीतिर अनि के अरे प्रार्थनाको लागि फोन गर्दाखेरि चाहिँ गुरुबाले के भन्नुभयो भने, छोरी अनि प्रार्थना गरे होइन, आँखा चिम्म गर भन्नुभयो। अनि प्रार्थना गर्दा गर्दै गुरुबाले के भन्नुभयो भने, छोरी यति समय नै यो समय नै तिम्रो छोरा चङ्गाई भइसक्यो। अनि तिमीमा फर्किनेछ, किनभने प्रभुको आशिष कहिले पनि घुमाउने छैन भनेर। अनि नभन्दै 11 बजी चाहिँ मेरो छोरा चाहिँ मेरो काखमा पुर्याउनु भयो है। प्रभुलाई धन्यवाद होस्। अनि जति पनि म जस्तै क्यान्सर पिटितहरूलाई चाहिँ म फोकस दिन चाहन्छु कि होइन, डक्टर भन्दा पनि डक्टर चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ होइन। त्योभन्दा पनि असल चिज चाहिँ के भने हामी चर्च जान्छौँ, सबै चर्च छँदैछ होइन। भए पनि बिनी प्रसेवाकाईमा चाहिँ मिसन खोल्नु होइन। मिसन चाहिँ आफ्नो खुलस्त धारणाले खोल्नु होइन। त्यो द्वारा चाहिँ धेरै आशिष पाइनेछ होइन। हामी 500 को लागि हामी कन्जुसाइ गर्छ होइन, तर त्यो चाहिँ हाम्रो लागि केही पनि होइन। त्योभन्दा ठुलो आशिष चाहिँ परमेश्वरले दिनुहुनेछ।